अम्बिकाजीलाई जे प्रभाव परेको थियो मलाई पनि कृष्ण उदासी सुरुमा नाम सुन्दा पोखराकै कृष्ण उदासी मेरो त घर वहीँ मेरो त छिमेकी तर यस्तो शालीन त मेरो छिमेकी कृष्ण उदासीले यस्ता शालीन कविता नलेख्नु पर्ने लागेको थियो मलाई किन भन्दा कृष्ण उदासीजीका अनेक किस्साहरू छन् राम्रो लेखक हो नाटककार हो उहाँलाई दाइ एकचोटि नाटक लेख्न परेछ नाटकमा चाहिँ एउटा सिन क्रिएट गर्नुपर्ने हिरासतको सिन क्रिएट गर्न नसकिसकेपछि उहाँले चाहिँ मादक पदार्थ सेवन गर्नुभयो अनि त्यसपछि जानी ट्राफिकको चेकिङमा पर्नुभयो ट्राफिकलाई मोबाइलले झट्टी हान्नुभयो अनि हिरासतमा जानुभयो अनि 8-9 दिन चाहिँ हिरासतमा राखिसकेपछि उहाँको नाटकको काम त्यही हिरासतमा सकियो र उहाँ जरिमाना तिरेर बाहिर आएर नाटक मञ्चन गराउनु भयो कृष्ण उदासीजीका अनेक किस्साहरू छन् मेरो छिमेकी हुनुहुन्छ राम्रो लेखक पनि हो अनि सुरुमा लाग्दाखेरि मलाई त्यस्तै लागेको थियो जयरामजीले सुरुमै पठाइदिनु भएको थियो 20-22 वटा कविता मैले त्यही पढेको थिएँ अनि एकदमै गजब लाग्यो तर विमोचनमा म आएर बोल्नुपर्छ भन्ने चाहिँ त्यति बेला मैले सोचेकै थिइनँ सायद जयरामजीले अथवा मेरो सम्धी हुनुहुन्छ यहाँ महेश पौडेलजी हामी सम्धी भन्छौँ किन भन्दा उहाँको बाबु छ मेरो नानी छ त्यो ठट्टामा भइरहेको छ पछि साँच्चै हुन पनि सक्छ किन हुँदैन अनि कविताहरू पढेँ मैले लगेर 20-22 वटा पहिल्यै पढेको थिएँ पछि लगेर पढेँ मैले भन्छु भनेको कुरा कतिपय अम्बिका म्यामले भन्नुभयो खास 2 जना वक्ता राख्न नि पर्ने रहेछ उहाँको मलाई सुनिराखौँ जस्तो लागिरहेको थियो निकै राम्रो बोल्नु भएको थियो उहाँ पद्मकन्या पढाउनुहुन्छ म कीर्तिपुर पढाउँछु हामी एउटै विषयको प्राध्यापन हो उमेर पनि उस्तै होला उहाँ गोर्खाली हो म कास्कीको हो हामी समकालीन यस्तै कार्यक्रममा भेट भइरहन्छ एकचोटि त मलाई मिडियामा के सोचिदियो भन्दाखेरि चाहिँ महेश पौडेल र अम्बिकाजीमा छान्न पर्यो भने कसले छान्नुहुन्छ भनेर सोधिदियो एकचोटि अनि तपाईँलाई चाहिँ ती प्रकाश दाइको प्रभाव परेछ भनेर मलाई अप्ठ्यारो पनि परेको थियो त्यति बेला मैले कसलाई छाने होला तपाईँलाई अहिले भन्दिनँ सुनिसक्नुभयो अनि त्यसपछि कविता लगेर पढेको 104 वटा कविता धेरै नै हुन् पहिलो कविता अम्बिकाजीले अहिले भन्नुभएको बुवाको कविता छ अन्तिम कविता चाहिँ त्यो क्याल्कुलेटर भन्नुभएको छ मजदुरको क्याल्कुलेटर भन्नुभएको छ निकै मार्मिक कविता छ त्यो कविताहरू पढ्दै जाँदाखेरि अब त्यो एक पठनमै कविता पढ्न अलिक गाह्रै हुन्छ शीर्षक अहिले अम्बिकाजीले पनि भन्नुभयो पानीको पर्खाल कस्तो राम्रो शीर्षक पर्खाल त कङ्क्रिटको हुनुपर्ने पर्खाल त फलामको हुनुपर्ने पर्खाल त अरू बलियो चिजको हुनुपर्ने तर कवि कृष्ण उदासीले पर्खाल लाउनु भएको छ पानीको पर्खाल त्यो पानीको पर्खाल लाउने बेलामा चाहिँ उहाँले के गर्नुभएको छ भन्दाखेरि यसलाई चाहिँ मेटाफरमा उहाँले के प्रयोग गर्नुभएको छ भन्दा साहित्यमा एउटा निकै पुरानो निकै बलियो एउटा चिन्तन के छ भन्दाखेरि थ्योरी अफ सबलिमिटी हाम्रो महेशजीलाई अलि बढी थाहा छ अङ्ग्रेजी पढ्ने साथीहरूलाई थाहा छ हामीले अलिअलि पढ्छौँ त्यो कुरा 2000 वर्ष अगाडि नै चाहिँ थ्योरी अफ सबलिमिटी भनेर चाहिँ त्यो सबलाइम थ्योरी एउटा छ त्यो सबलाइम थ्योरीले के भन्छ भन्दाखेरि जब हामी आश्चर्यजनक चिजहरूलाई देख्छौँ त्यति बेला शब्दको सामर्थ्य सकिन्छ जब शब्दको प्रभावमा शब्दको सामर्थ्य सकिसकेपछि अनि बाँकी भनेको शब्द सकिसकेपछि त्यो इम्प्रेसन मात्रै हुन्छ वाउ मात्रै हुन्छ त्यो सिर्जना गर्न चाहनु भएको छ उहाँले पानीको पर्खाल मार्फत त्यो केले सिर्जना गर्छ प्रकृतिले सिर्जना गर्छ त्यो केले सिर्जना गर्छ पानीको पर्खालले सिर्जना गर्छ ज्वाराभाटाले सिर्जना गर्न सक्छ ज्वालामुखीले सिर्जना गर्न सक्छ चन्द्रमाले गर्न सक्छ प्रकृतिका यावत चिजले गर्न सक्छ त्यो सबलिमिटी अथवा सबलाइम भन्ने चिज चाहिँ साहित्यकारमा लेखक कविमा चाहिँ अनिवार्य हुनुपर्छ समालोचकहरूमा चाहिँ यो सबलिमिटीको चिज चाहिँ एकदम खस्किँदै गएकोमा त्यो सबलिमिटीको थ्योरी जुन छ त्यो चाहिँ लोन्जाइनस भन्ने एकजना फिलोसोफरको कुरा हो उनले चाहिँ समालोचकहरूलाई उनले अलिकति गाली गरेका छन् यति धेरै मेहनत गरेका छ कविले 104 वटा कविता लेखेका छ तिमीले त्यो कविताभित्र राम्रो चिज देख्दैनौ अनि त्यो भित्र स्यालको सिङ खोजे जस्तो कोट्टाको कोटाइ गर्छौ नचाहिने कुरो गर्छौ त्यसो भएर चाहिँ समालोचकमा पनि त्यो सबलिमिटीको थोरै अलिकति पोइन्ट त राखेर गर भन्छन् भने अलिकति दार्शनिक कुरा छ त्यो फिल भएको थियो मलाई चाहिँ यो पढ्दै जाँदाखेरि मलाई चाहिँ झट्ट पहिलो पठनमा मलाई 5-6 वटा कुरा चाहिँ अनुभूति भएको छ टिपोट लामो छ भने चाहिँ यो प्राध्यापकको नोट अलि लामो हुन्छ जम्मा मलाई महेशजीले चाहिँ
15 मिनट समय दिनुभएको छ, 15 मिनट पनि म लाउँदिनँ। हो त, अझै 1 घन्टा पढाउनु पर्छ कति त होइन। पहिला चाहिँ यो कवितामा चाहिँ श्रम जीवनको कविता छ। यसमा श्रम जीवन कृष्ण उदासीजीसँग भेट भएको मेरो आज नै हो। 1-2 दिन अगाडि मैले यसो सोसियल मिडियामा उहाँको फलो गर्दा उहाँ चाहिँ पूर्वतिर त एकदम भाइरल मान्छे हुनुहुँदो रहेछ। समाज सेवातिर लाग्ने, दौडिरहने, भेटघाट गर्ने, राजनीतिक रूपमा नि अलिकति सचेत जस्तो लाग्यो मलाई। अलि सक्रियता उसको उहाँको चाहिँ उतापट्टि चाहिँ अलि बढी नै रहेछ। फ्रेन्ड रिक्वेस्ट पठाएको नि अलरेडी उहाँको त्यो बट्टा भरिसकेको रहेछ। त्यसपछि मैले छोडिदिएँ होइन। भनेपछि उहाँ काठमाडौँ यतापट्टि चाहिँ हामीले बल्ल भेटेको, तर उतापट्टि चाहिँ निकै आफ्नो एउटा स्पेस, आफ्नो क्षेत्र बनाइसक्नु भएको देखिन्छ। आख्यान पनि लेखिसक्नु भएको, अम्बिकाजीले भन्नुभयो, गीतहरू पनि लेख्ने, आफै गाउने पनि, निकै गतिशील, निकै डाइनामिक उहाँको चाहिँ त्यो देखिन्छ। श्रम जीवनको कविता छ है भन्नुभयो। त्यो बाको कविता पनि त्यो श्रम जीवनकै कविता हो। हामी जति पनि अहिले बाँचिरहेका छौँ, बिफोर स्टार्ट टु इट समथिङ, प्रे द फार्मर भन्छन् क्या अहिले। हामी जति पनि बाँचेका छौँ, श्रमजीवीहरूबाट बाँचेका छौँ, किसान नहुने भए हामी मरिसक्थ्यौँ। हामीले हरेक चिज जे खाए पनि हामी चाहिँ किसानसँग जोडिएका छौँ। र श्रम जीवन भनेको के हो त भन्दाखेरि हाम्रो सम्पूर्ण मान्छेहरूको जीवन र अस्तित्वसँग जोडिएको छ भन्ने कुरा चाहिँ उहाँले गर्नुभएको छ। अर्को निकै मार्मिक कुरा चाहिँ विस्थापन र परदेशीको पीडाको सँगालो होइन। मान्छे विस्थापित हुँदाखेरि के फिल गर्छ? पिउँदा पिउँदा सम्झनाहरू उदास देख्छु मलाई, हेर्ने ऐना पनि कठै, कति गाह्रो हुन्छ बाँच्न, बग्दै गरेको नदीको दियो, बतासको जवानीले मुसार्दा पनि, छालले उचालेर पछार्दा पनि, सहनै पर्दो रहेछ जीवन सम्झेर यादहरूको अत्याचार भन्नुहुन्छ उहाँ। घर छोडेर बाहिर बस्दाखेरिको त्यो विस्थापित हुँदाको चाहिँ त्यो पीडा उहाँका थुप्रै कवितामा आएको छन्। विशेष गरी परदेशीलाई सम्झेर, आँसुका नदीहरू, त्यसपछि गएर यो युद्ध अभिघात र चाहिँ संवेदनाका कुराहरू छन् उहाँको कवितामा। युद्धले पार्ने हामीले भर्खर देखेका छौँ विभिन्न खालका विद्रोहहरू, त्यसले पार्ने युद्ध अभिघातका कुराहरू उहाँको कवितामा मैले देखेको छु। मलाई माफ गर प्रिय, उसले मलाई बनायो, उसले यो गोली बनाएको होइन, जसले यो गोली बनायो उसले मलाई बनाएको होइन, गोली बनाउने कारखानाले फेरि उही गोली बनाउन सक्छ, मलाई बनाउने कारखानाले फेरि मलाई बनाउन सक्दैन भन्नुभएको छ उहाँले। भनेपछि जब हामीले चाहिँ युद्धलाई अथवा वारलाई सिद्ध्याएनौँ भने त्यो वारले हामीलाई सिद्ध्याउँछ भन्ने ढङढङी चाहिँ उहाँको कवितामा देखिन्छ। यो कतिपय युद्धले केवल लडाइँ होइन, मानवता र प्रेम विरुद्धको युद्धको रूपमा उहाँले परिभाषित गर्नुभएको छ। अम्बिकाजीले पनि भन्नुभएको थियो, त्यो रेहानामा महिला प्रतिरोधको स्वरले हिंसात्मक समाजमा आत्मसम्मानको लडाइँको शक्ति कस्तो हुन्छ भन्ने कुरा गर्नुभएको छ। रिहाना को हो भनेर उहाँले पछाडि फुटनोट पनि दिनुभएको छ। त्यो चाहिँ कविताको चाहिँ एकदमै राम्रो इमान्दारिता लाग्यो मलाई। नत्र थाहा हुँदैन, कतिपय बिम्बहरू सन्दर्भहरू थाहा हुँदैन, उहाँले चाहिँ कहाँबाट त्यो बिम्बहरू टिप्नु भएको छ भन्ने कुरा, रिहानाको कथा के हो भन्ने कुरा पछि द्रष्टव्य दिएर दिनुभएको छ। उहाँको कवितामा अर्को देखेको चाहिँ सामाजिक अवमूल्यन अहिले सबैभन्दा धेरै खस्केको, सबैभन्दा धेरै धराशयी भएको भनेको चाहिँ सामाजिक अवमूल्यन र विडम्बनाको कविता हो यो। त्यहाँ उहाँले भन्नुभएको छ, आमा यहाँ स्वयं ईश्वरहरू पत्थरको चाकरी गर्छन्, उदिन ढुङ्गाहरू दाउरा काट्छन् र हतियारहरू आगो ताप्छन्। यहाँ मुटु र गिदी नभएका मान्छेहरू, मुटु र गिदी भएका मान्छेहरू माथि शासन गर्छन् भन्नुभएको छ उहाँले। यो भनेको के हो त भन्दा हामी सामाजिक रूपमा हाम्रो सोसियल हार्मोनी, सामाजिक सद्भाव यस्तोसँग खलबलिएको छ, यहाँ मान्छे भएर बाँच्न टिक्न नै नसकिने परिस्थितिको सङ्केत उहाँले गर्नुभएको छ। विशेष गरी यहाँ धर्म, ईश्वर, निष्ठा र सबै चिजहरूको के भन्छ त वस्तुकरण भएको छ, अब्जेक्टिभ भएको छ। वस्तुकरण गरेर जब चाहिँ बजारमा यसलाई बेच्न पठाइन्छ, त्यहाँ मानवीय मूल्य भन्ने पनि हुँदैन, त्यहाँ सामाजिक अवमूल्यन त त्यो विडम्बनामा परिहाल्छ भन्ने कुरालाई निकै राम्रोसँग सङ्केत गर्नुभएको छ। वृद्धाश्रम घरभित्र छिरेको छ भन्ने पङ्क्ति राख्नुभएको छ त्यहाँ उहाँले। र विशेष गरी छोराछोरी र अभिभावक बिचको भावनात्मक दूरीलाई चाहिँ चिर्ने प्रयास गरिएको छ यहाँ। अहिलेको समस्या नै त्यही हो। अहिले हामी यत्रो आन्दोलन देख्यौँ, यत्रो जेनजीको आन्दोलन देख्यौँ र पुस्ता द्वन्द्वको जुन एउटा अहिले हामीले देखिरहेका छौँ, यसले हामीलाई कहाँ पुर्याउँछ भन्ने नै थाहा छैन। जेनजीहरूले चाहिँ अघिल्लो पुस्तालाई स्वीकारेको बेला नै छैन, हामीले जेनजीहरूको भावनालाई स्वीकारेको बेला नै छैन। द्वन्द्व अझै साम्य भएर जाला जस्तो अझै पनि लाग्दैन।
यसको केही न केही एउटा मिटिङ पोइन्ट चाहिँ निकाल्न पर्ने कुराहरू देखिन्छ जो सामाजिक अवमूल्यनबाट यो जोडिन गएको छ। र उहाँको कवितामा देखिएको अर्को भनेको प्रेम, मानवीय संवेदनाको पुनर्व्याख्या। हामीले जसलाई प्रेम भनेका छौँ त्यो प्रेम वास्तवमा प्रेमको अस्तित्वबाट त्यो धेरै टाढा पुगिसकेको छ। हामीले जसलाई मानवीयता भनेका छौँ त्यो मानवीयताबाट निकै पर पुगेको कुरा उहाँले प्रेम दिवस भन्ने पृष्ठ 23 मा छ यो कविता। कुनै दिनको के कुरा एक पल पनि तिमीलाई बिर्सेर सम्झने दुःख गर्नु परेन, तर कहिले काहीँ त लाग्दो रहेछ बिर्सनै नसक्नु पनि कमजोरी हो। बिर्सिएर घरिघरि सम्झनुको मजा, नबिर्सेर घरिघरि झस्किनेको कठोर हुँदै हुँदैन। प्रेम कवितालाई केवल यो रोग होइन, आत्मपहिचान र बाँच्ने प्रतिरोधको ऊर्जाको रूपमा उहाँले कवितामा परिभाषित गरेको मैले देखेको छु। मैले पढ्न चाहेको सबैभन्दा सुन्दर कविता भन्ने अहिले पनि उहाँ कहिलेकहिले सङ्केत गर्नुभयो। गुलाबी कविता, आऊ मेरो मुटुको सबैभन्दा भित्रको सिंहासन पनि तिमीलाई, जहाँ बस्न मन लाग्छ त्यहीँ बस, जे छुन मन लाग्छ त्यही छु, जे गर्न मन लाग्छ त्यही गर, किनकि मैले पढ्न चाहेको सबैभन्दा सुन्दर कविता तिमी हौ। कविता सिर्जनाभित्र नै उहाँले चाहिँ त्यो प्रेमको मानवीकरण गरेर उहाँले एकदमै अन्तर्गुलत त्यसैमा एसिमुलेट भएर उहाँले कविता लेख्नु भएको छ। र अन्तिममा मैले चाहिँ यो कवितामा देखेको चाहिँ आस्थाहरूको स्खलनलाई, अहिले सबभन्दा अहिले पेचिलो रूपमा आएको चाहिँ स्खलित आस्था र विश्वासको सङ्कट कसरी सिर्जना भएको छ भन्ने कुरा यो कवितामा आएको छ। अन्तिम घोषणा भन्ने एउटा कविता छ उहाँको। विश्वासले विश्वासको पराकाष्ठ नागेपछि आफन्त हुनुको सिमाना मिच्दो रहेछ, अंशबन्डा गरेर मनको बारीहरूमा उमारेर भ्रमको खेती, निचोरेर भावनाको अमिलचरी घोल्दो रहेछ आस्थासँग भनेर उहाँले चाहिँ मान्छेको आस्था र फुलाउने रहेछ विषालु रचना भनेर उहाँले चाहिँ कविता टुङ्ग्याउनु भएको छ। अन्तिम घोषणा अनुभव, मान्छेको जङ्गल जस्ता कवितामा चाहिँ स्खलित आस्थाको कुरा गर्नुभएको छ। उहाँ विश्वास, ईश्वर र मानवतामाथि उहाँले चाहिँ प्रश्न उठाउनु भएको छ। अनुभव भन्ने एउटा कविता छ पृष्ठ 16 मा। गर्दनमाथि अघि सुरुमै राधा म्याम र मेरो रिडिङ मिल्दो रहेछ, उहाँले पढ्नु भएको थियो कविता। गर्दनमाथि तरबार मात्रै छ भने पनि नडराउनु, गर्दन अचानो मात्रै छ भने पनि, गर्दन तल अचानो मात्रै छ भने पनि नडराउनु, तर याद राख्नु तरबारको विकल्प जे पनि हुन सक्छ, अचानकको विकल्प अचानो मात्रै हो, अचानो तरबार भन्दा पनि खतरनाक हुन्छ। यो बिम्ब चाहिँ मलाई अत्यन्तै मन परेको बिम्ब हो। हामी तरबारसँग डराइरहनु भएको छ, तर कविले के भन्नुभएको छ, अचानो तरबार भन्दा पनि खतरनाक हुँदो रहेछ। अचानो माथि त तरबार पनि हुनसक्छ, खुडा पनि हुनसक्छ, खुकुरी पनि हुनसक्छ। यो बिम्बलाई उहाँले चाहिँ त्यो एकदम भर्सोमा चाहिँ प्रयोग गर्नुभएको छ। ईश्वर ईश्वर जस्तो छैन, मान्छे मान्छे जस्तो छैन भन्ने पङ्क्तिहरू उहाँले चाहिँ अर्थहीन आधुनिकताको नाङ्गो यथार्थ पोस्ट मोडर्नको कुरा गर्नुभएको थियो हाम्रो म्याडमले। मान्छेको जङ्गल भन्ने कविता छ। मान्छेका काँडाहरू रुखका काँडाहरूभन्दा धेरै विषालु हुन्छन्। यही रुखहरूको जङ्गलमा हुर्केका मान्छेहरू हो, मान्छेहरूको जङ्गलमा पैताला कहाँ राख्छौ? कत्रो प्रश्न गरेको छ कविले। मान्छेहरूको जङ्गलमा पैताला कहाँ राख्छौ? मान्छेका काँडाहरू रुखका काँडाहरूभन्दा धेरै विषालु हुन्छन्। यही रुखहरूको जङ्गलमा हुर्केका मान्छेहरू हो, मान्छेको जङ्गलमा पैताला, मान्छेहरूको जङ्गलमा पैताला कहाँ राख्छौ भनेर कविले चाहिँ हाम्रो अहिलेको सामाजिक संरचना, उपभोगवादी अहिलेको समाज, अहिले स्खलित हुँदै गएको मानवीय मूल्य र खण्डहर हुँदै गएको मानवतालाई चाहिँ कविले प्रश्न सिर्जना गर्नुभएको छ। कवि निराश नभए पनि आत्मसाक्षात्कार तर्फ चाहिँ उहाँ सम्मोहित भएको देखिन्छ। विश्वास फालेपछि हिम्मत उक्लाउने मानवीय विद्रोह यहीँबाट जन्मन्छ भन्नुभएको छ कवितामा। मजदुरको क्यालकुलेटर, अहिले मैले बिर्सेको, मजदुरको क्यालकुलेटर भन्ने कविता छ अन्तिममा। कसका हुन् ताजमहलमा चम्किने आँखाका नानीहरू, कसको खुट्टा टेकेर उभिएको छ बुर्ज खलिफाको त्यति अग्लो अभिमान। हरेक रात सुत्नु अघि हीरा कम्पनीको मालिकले पिउने पदार्थ मजदुरको आँसु हो कि पसिना। उहाँले चाहिँ मजदुरहरूलाई चाहिँ यति उपल्लो तहमा राखेर यदि मजदुर नहुने हो, किसान नहुने हो भने हाम्रो अस्तित्व समाप्त हुन्छ। हामीले जेसुकै कुराहरू पनि केसँग जोडिएको छ, किसानको पसिनासँग जोडिएको छ। चाहे जेसुकै खानुहोस्, चाहे चाउचाउ खानुहोस्, बिस्कुट खानुहोस्, जेसुकै खानुहोस्, तपाईँले हात जब मुखमा लैजानुहुन्छ त्यहाँ किसानको पसिनाको गन्ध
आइहालेकै हुन्छ भनेर चाहिँ जुन त्यो श्रमजीवी कविताको कुरा चाहिँ निकै पेचिलो रूपमा उहाँले प्रस्तुत गर्नुभएको छ। कृष्ण उदासीजी, तपाईँलाई धेरै धेरै बधाई तथा शुभकामना छ। कविताहरू शालीन छन्, अत्यन्त प्रभावकारी पनि छन्। धेरै पछि राम्रा कविताहरू पढेको अनुभूति भयो मलाई पनि। र कृष्ण उदासीजीलाई यति सुन्दर कविता सिर्जना गर्नुभएकोमा धेरै धेरै बधाई तथा शुभकामना छ। आख्यान लेख्नु हुँदो रहेछ, आख्यान र कविता सँगसँगै लेख्न गाह्रो छ, दुईटाको फ्रेम नै, लेखनको फ्रेमै फरक छ, तैपनि उहाँले लेख्नु भएको छ। र मान्छे पनि भर्खरकै हुनुहुँदो रहेछ, हामीभन्दा नि सानो हुँदो रहेछ। तपाईँको चाहिँ साहित्य क्षेत्रमा तपाईँको एकदम उन्नत खालको भविष्य छ भन्ने मलाई लागेको छ। र आगामी दिनमा पनि यस्तै खालका उत्कृष्ट साहित्यिक रचनाहरू, साहित्यिक कृतिहरू, आख्यानहरू पढ्न पाउने आशा, विश्वास र भरोसा व्यक्त गर्दै म मेरो मन्तव्य यहीँ टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार।